यो कार्यक्रममा मैले केही कुरा राख्नु भन्दा अगाडि हिजो 15 गते यो देशमा आततायी वर्गहरू हिजोको आफ्ना भत्केका स्वर्गहरूलाई फेरि उजागर गर्ने हिसाबले नागरिक सुरक्षाको उल्लङ्घन गर्दै व्यक्तिगत सम्पत्ति, मिडिया हाउस, राजकीय सम्पत्तिमा जुन उपद्रव गरे र त्यस दौरान फोटोग्राफर सुरेश रजक लगायत 3 जनाको हत्या भयो। सर्वप्रथम ती सुरेश रजक लगायत सम्पूर्ण मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँका सम्पूर्ण परिवारजनहरूप्रति संवेदना प्रकट गर्न चाहन्छु। र हिजो जुन पृथ्वी ढङ्गले यो देश एउटा लोकतन्त्र सुदृढ हुँदै गएको अवस्था, गणतन्त्र सुदृढ भएको हुँदै गएको अवस्थामा केही आफ्ना निजी स्वार्थका कारणले आफूलाई फेरि राजा हुन मन लागेका कारणले त्यसका पछाडि केही उदण्ड नागरिकहरू जो पापिष्टहरू जो राष्ट्रिय धन सम्पत्तिहरू नष्ट गर्ने, राज्यबाट लिएको ऋण नतिर्ने केही लुटेरा फटाहरूले जुन वितरण अपनाए र जुन धनजनको नष्ट भएको छ, यसप्रति म पार्टीको तर्फबाट खेद व्यक्त गर्न चाहन्छु। यस्ता आततायीहरू, नागरिक विरोधीहरू, गणतन्त्र विरोधीहरू, हत्या र हिंसालाई प्रश्रय दिनेहरूप्रति उहाँहरूका सम्पूर्ण क्रियाकलापप्रति गौर वर्षना गर्दै नेपाल सरकारलाई त्यस्ता आततायीहरूलाई तुरुन्त पक्रेर कारबाही गर्न, संविधानलाई व्यवस्थित र सुदृढ गर्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। दाजुभाइ दिदीबहिनीहरू, अत्यन्त यो हाम्रो पार्टी चितवनले यानि महत्त्वपूर्ण बेलामा यो अत्यन्तै बौद्धिक बहसका लागि यो कार्यक्रमको आयोजना गरेको छ। आयोजकलाई केन्द्रीय कमिटीको तर्फबाट धन्यवाद दिन चाहन्छु। यहाँ विभिन्न राजनीतिक पार्टीका नेता साथीहरूले अत्यन्तै महत्त्वपूर्ण सवालहरू उठाउनु भएको छ। वकिलहरूले विभिन्न पारबाट महत्त्वपूर्ण संविधानका कार्यान्वयनका पक्षमा कुरा उठाउनु भएको छ। मलाई लाग्छ यो ज्यादै महत्त्वपूर्ण छ। यो हामीले यसलाई एसेट्सको रूपमा लिनुपर्छ, पार्टीहरूले सम्पत्तिको रूपमा लिनुपर्छ र हामीले संविधानलाई व्यवस्थित कार्यान्वयन गर्ने सन्दर्भमा त्यसप्रति एउटा आज्ञापालकको रूपमा, हामी त्यसको रक्षकको रूपमा अझ हामीले सुदृढ ढङ्गले उभिनुपर्छ भन्ने पुष्टि नै हुन्छ। आज ठीक 16 वर्ष भएको छ। 2065 साल 15 गते, जेठ 15 गते हामीले यो देशमा संघीय लोकतान्त्रिक संसदबाट घोषणा गर्यो। 63 को आन्दोलनले निरङ्कुश राजतन्त्रलाई, ज्ञानेन्द्रको निरङ्कुश हुने जुन तीव्र इच्छा थियो, र शासक व्यवस्थालाई पु गरेर नागरिक समाजलाई एउटा अन्धकारमा पुर्याउने जुन कोसिस थियो, त्यसका विरुद्ध हामी लड्यौँ। सबै लड्यौँ, राजनीतिक शक्तिहरू लड्यौँ। जब एक भएर हामी अगाडि जान्छौँ, निरङ्कुशताका काला बादलहरूलाई हामी चिर्दै जान्छौँ। हामीले 17 सालपछि एउटा गल्ती गर्यौँ, त्यो विशेष गरी नेपाली कांग्रेस बाट एउटा गल्ती भयो। कमरेड पुष्पलालले भन्नुभएको थियो, हाम्रो पार्टीको महासचिवले भन्नुभएको थियो, पञ्चायती व्यवस्थाको विरुद्ध लड्ने हो भने हामी नेपाली कांग्रेस र कम्युनिस्टले एकजुट हुनुपर्छ भनेर धेरैचोटि प्रस्ताव गर्नुभएको थियो। त्यतिखेर विश्वप्रसाद कोइराला जो जननेता हुनुहुन्थ्यो, स्वर्गीय जननेता विश्वप्रसाद कोइरालाले त्यसलाई राम्रोसँग बुझ्न सक्नु भएन। इतिहासमा यसको समीक्षा हुँदो रहेछ। तर त्यही चिज 25 वर्षपछि
46 सालमा नेपाली कांग्रेस र कम्युनिस्टहरू मिलेर पञ्चायती व्यवस्थाको अन्त गर्ने, लोकतान्त्रिक व्यवस्थालाई ल्याउने, नागरिकहरूलाई अधिकार सम्पन्न नागरिकहरूलाई मालिक बनाउने व्यवस्था हामीले ल्याउन सक्यौं। त्यो 20-25 वर्षमा पहिले नै त्यो रियलाइजेसन एनडीपी कांग्रेसमा भएको भए गिरिजाबाबु सबै विश्वसभा कोइरालाई यो कुरा ज्ञान भएको भए, ज्ञान नभएर होइन, उहाँलाई कम्युनिस्टहरूको एउटा रसियन क्रान्ति, चिनिया क्रान्तिको विशेष गरेर नक्सलबाडी आन्दोलनको एउटा पुत्रले उहाँलाई काम गर्यो। उहाँले राजा र हाम्रो घाँटी जोडिएको छ भन्ने ढङ्गले अभिव्यक्ति गर्नुभयो र आन्दोलनलाई ठिक ट्र्याक लिन सकेन। र 25-30 वर्षसम्म नेपाली समाज ब्याक भयो, विकासमा ब्याक भयो। निरङ्कुशताको बादल मुनि बस्नु पर्यो नेपाली जनताहरू, राइटीबाट बस्नु पर्यो। विकास निर्माणका सबै चिजहरू पछाडि परे र नेपाली टुप्पी देखाउने नेपालीहरू र घुँडा देखाउने सुरा लगाउने मान्छेहरूको ताती भइए नेपाली जनताको मन फेरिएन। विकास निर्माणदेखि लगायत विश्व सामुन्ने नेपाली असाध्यै पछाडि पर्यो। तर जब 46 सालमा हामीले संयुक्त आन्दोलन गर्यौं, हामीले विजय प्राप्त गर्यौं। 65-63 मा संयुक्त आन्दोलन गर्यौं, निरङ्कुशताका सम्पूर्ण बाधाहरू फाडिए। त्यसले इतिहास, नेपालको राजनीति पार्टीहरूको इतिहासले के भन्छ भने जब हामी संयुक्त हुन्छौं तबसम्म यो देशमा हरेक खालका लोकतन्त्रहरू, गणतन्त्रहरूलाई स्थापित गर्न सक्छ, नेपाली समाजलाई अगाडि बढाउन सक्छौं र नेपालीहरूलाई एउटा नागरिकको रूपमा, मालिकको रूपमा स्थापित गर्न सक्दा रहेछौँ भने एउटा यो हाम्रो इतिहासले समीक्षा गरेको यो पुष्टि हो। हामीले यो 6 सालदेखि नै नेपाली कांग्रेसले पार्टी स्थापना भएदेखि नेपाल कम्युनिस्ट पार्टीले स्थापना कालदेखि 5 वटा सवालहरूमा गम्भीरतापूर्वक हेर्यो। राजतन्त्रले स्थायित्व दिन सक्दैन, पहिलो नम्बर। किन दिन सक्दैन? पञ्चायती व्यवस्थाको 30 वर्षमा हरेक खालका उथलपुथलहरू भए। नागरिक समाज कालकोठरीमा हालियो, विभिन्न युद्धलाई मारियो, चाहे सुखानीका जङ्गलहरूमा होस्, चाहे यज्ञबहादुर थापा हुन् या झाहरू हुन्। सुखानीका जङ्गलमा नेत्र घिमिरे, कृष्ण कोइके लगाए थुप्रै त्यस्ता युद्धहरूले राजनीतिक परिपाटलाई स्थापित गर्न खोज्दा जङ्गलमा लगेर मारिएका इतिहासहरू थुप्रै भए। जहिले पनि अस्थिर स्थिति रह्यो। कहिले जनमत संग्रह, कहिले सुधारिएको पञ्चायती व्यवस्था र कहिले राजदरबार हत्याकाण्ड, कहिले दासढुङ्गा हत्याकाण्ड लगायत राजनीतिक अस्थिरता भइरहने राजतन्त्रको विशेषता। राजदरबार भित्रै विभिन्न खालका हत्याहरू, चाहे राजेन्द्र शाहका पालामा होस्, चाहे अन्य कुनै पनि शाहवंशका पालामा होस्, जब राजतन्त्र भयो तबसम्म देशमा दरबारै दरबार सिद्धिने, नागरिकहरू मारिने, नागरिकहरूका नाक काटिने, कान काटिने लगायतका विभिन्न इतिहास श्रृङ्खलाहरू छन्। त्यसैले राजतन्त्र कुनै पनि खाले राजतन्त्र राजनीति स्थायित्व कायम गर्न सक्दैन। समाज यसले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन। केही दरबारीहरूका नाममा देशमा बर्बलुट गरिन्छ, सुशासन हुँदैन, राजाका मुखमा सबै बाणीहरू हुन्छन्, उनले जे भन्छ त्यही हुन्छ शासन प्रणाली। सत्ताको सबै दुरुपयोग हुन्छ, मूर्ति जोड्नेदेखि लिएर भूमिगत गिरोहका नाममा चलिरहेका राजतन्त्रका विभिन्न समस्याहरू यो देशमा सधैँ बढाइदिए। जहिले पनि जब राजतन्त्र कुनै पनि देशमा हुन्छ त्यहाँ राजनीतिक सचेतना हुँदैन, जनताको सचेतना हुँदैन, लोकतन्त्रका मूल्य र नैतिकताहरू पालन गरिएका हुँदैनन् र निष्पक्ष न्याय प्रणाली हुँदैन। यी मूलभूत
राजतन्त्रका निरङ्कुश तन्त्रका केही पक्षहरू हुन्। त्यसैले हामीले विरोध गरिरहेछौँ, यसको अन्तको माग गरिरहेछौँ। यो लोकतन्त्र विरोधी शासन प्रणाली हो। शक्तिको दुरुपयोग र निरङ्कुशता हुन्छ, राजनीतिक अस्थिरता हुन्छ र समानता र जनअधिकार विरोधी हुन्छ। समाजमा विभिन्न वर्गको विभाजित हुन्छन्। हुने नहुने, महिला पुरुष, जाति पाति छुवाछुत, धर्मका विभिन्न रङका आधारमा त्यसलाई एउटा पिछडिएको समाजको रूपमा रूपान्तरित गरी हुन्छ। त्यसका राजतन्त्र अन्त गर्नुपर्छ भनेर कम्युनिस्टहरूले र काङ्ग्रेसहरूले यो आवाज पहिलेदेखि उठाए। हामीले त्यसैले 45 सालको आन्दोलन, 46 सालको आन्दोलन त्यसै गरेका होइनौँ। विद्यार्थीहरूले 36 सालको आन्दोलन त्यसै गरेका होइनन्। 65-63 मा सिङ्गो नेपाली समाज सबै राजनीतिक पार्टीहरूले त्यसै गरेका होइनन्। यी अघि उल्लेख गरिएका चिजहरू हुने गरेका कारणले राजतन्त्रको विरोध गरिएको हो, राजतन्त्र फालिएको हो। त्यसैले किमार्थ नेपाली समाजको विकासका लागि राजतन्त्र हुन सक्दैन। त्यो फालिएको राजतन्त्र, फ्याँकिएको राजतन्त्र, नष्ट भएको राजतन्त्र बेला बेलामा बिउजिने गर्दछ। संसारकै थुप्रै देशका इतिहासलाई हेर्नु भने पनि हामी के देख्छौँ भने बेला बेलामा राजतन्त्र हिजोको निरङ्कुश तन्त्रको छलजनी लाग्छ र बेला बेलामा हाम्रा कमजोरीलाई टेकेर उसले कहिलेका आफू बिउजिने काम गर्दछ। यो 16 वर्ष हाम्रो लागि लोकतन्त्र गणतन्त्रका लागि कमै हुँदै हो। अब यो आज फेरि किन बिउजियो? हामीले कल्पना गरेका थिएनौँ। यो 16 वर्षमा यो फेरि बिउजिन खोज्छ। त्यहाँनिर हामीले राजनीति गल्ती गरेको। हामीले ल्याएपछिका व्यवस्थाहरू, हामीले जुन व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेर ल्यायौँ त्यसमा हामीले हाम्रा अभ्यासहरूलाई कतै त्रुटि गरेका छैनौँ। गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन, हुन सक्दैन। त्यो कुनै पनि देश संसारभरिका प्र्याक्टिसले यो कुरालाई सिद्धि गरिसकेको कुरा। तर यो किन जुट बनाउँछ? कहिलेकाहीँ कमजोरी, गणतन्त्रका कमजोरीमा टेकेर, अभ्यासका कमजोरीमा टेकेर बिउजिने खोज्छ, सहारा लिन खोज्छ। त्यसैले हाम्रो नेपाली समाजमा पनि यस्ता कुराहरू हुन्छन् र हामीले हाम्रो गणतन्त्रका अभ्यासहरूलाई प्रयोग गरिरहँदाखेरि हामीले राजनीतिक स्थिरता कायम गर्नुपर्छ। बेला बेलुकामा हाम्रा सत्ताहरू परिवर्तन भइरहने अनि आफै एउटा त ठिकै पनि गरे जस्तो लाग्छ मलाई। यदि राजतन्त्र अलिअलि सलबलाको नभएदेखि हामी लोकतन्त्र गणतन्त्रवादीहरू, काङ्ग्रेस, माओवादी, अन्य पार्टीहरू यसरी एकै ठाउँमा संवाद गर्थ्यौँ होला। कहिलेकाहीँ शत्रु र बैरीहरूले पनि केही बेला फाइदा गरिरहेका हुन्छन्। यसको मतलब मैले त्यो ठिक हो भन्न खोजेको होइन। तर फेरि एकचोटि नेपालको राजनीतिक परिवेशमा सबै लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने स्थिति बन्दैछ। अब हामी यसलाई कुनै पनि लज्जाबोध नगरिकन अब कतै हामीले शासन प्रणालीमा सञ्चालन गर्दा कमी गर्यौँ कि, कतै हामीले भ्रष्टाचार नियन्त्रण गर्न सकेनौँ कि, जनतालाई राम्रो सुशासन पर्फेक्टली सबै हुँदैन। हामीले धेरै प्रयत्न त गरेका छौँ, तर कतै हामीले पनि केही समीक्षा गर्नु जरुरी भयो। के कुरामा भयो? यी 5-10 कुरामा हामीले समीक्षा गर्न नै पर्ने छ। हाम्रो आफ्नै पार्टीभित्र सोच्नुपर्ने बेला भएको छ अनि सबै सामूहिक रूपमा सोच्नुपर्ने बेला भएको छ। हामी समीक्षा गरौँ, फेरि यसले अझ गतिलो, अझ बलियो र खदिलो हुँदै जाउँ। राजनीति स्थायित्व गर्ने क्रममा हामी सत्ता लिने नाममा हामी सरकारको अस्तित्व बनाएको। बलियो सरकार कसरी हुन सक्छ? तलदेखिका माथिका सरकारहरू, तिनी तहका सरकार कसरी बलियो हुन सक्छ भन्ने कुरामा गणतन्त्रवादीहरूले, लोकतन्त्रवादीहरूले, राजतन्त्र विरोधी शक्तिहरूले आज त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने स्थिति हुन गएको छ। अर्को देशको शासन व्यवस्था, हामी आफै भ्रष्टाचारी छौँ कि छैनौँ? हामी भ्रष्टाचार गर्छौँ गर्दैनौँ? भ्रष्टाचार गर्न दिन्छौँ कि दिँदैनौँ? हाम्रा पेरिफेरीका हाम्रा सेरोफेर
सबै निकायहरूलाई कसरी हामीले सुसार दिएका छौँ। हाम्रा जनप्रतिनिधिहरू, सांसद, मन्त्रीहरू, पार्टीमा खटिएका जिम्मेवार नेताहरू हामी दुरुपयोग, सत्ताको दुरुपयोग गरिरहेका छौँ कि छैनौँ, हामीले गर्नु हुँदैन। नागरिक चेतनालाई हामीले कसरी जगायौँ। कतै हामीले कुनै कोर्समा, अघि द्रोणजीले भन्नुभयो, मलाई ठिकै लाग्यो, पञ्चायतले आफ्नो सत्ता टिकाउनका लागि पञ्चायती किताबै छुट्टै लेखेर नागरिक सचेतना गराउने काम गरे। तर यो 15 वर्षभित्रमा हाम्रा कोर्सहरूमा, विद्यालयका कोर्सहरूमा कतै गणतन्त्रका सन्दर्भका कुराहरू, यसका विशेषताहरू, यसले ल्याउने परिणामहरू, गणतन्त्र के हो भन्ने कुरा कतै हामीले गरौँ। शिक्षामा कुनै खालका स्थिति बनायौँ, मलाई लाग्छ बनाएँ। कुनै विद्वानले, कुनै विदुषीले, कुनै मास्टरले, कुनै प्रोफेसरले भन्यो, त्यति मात्रै नेताले भाषण गर्दा भनियो। तर हाम्रो यो अहिलेको नयाँ युवा पुस्ताकीले यसरी सल्बलाइरहेको छ। उसले गणतन्त्रको, लोकतन्त्रको कुरा स्कुलमा, क्याम्पसमा पढ्न पाउँदैन, पढ्दैन, अनि उसले कसरी गरेको छ। हामी भन्छौँ अनि युवाहरू भड्की, युवाहरू यसो गरे, उनलाई बिचरा थाहै छैन। उनीहरूले अमेरिकाको र युरोपको, अस्ट्रेलियाको झटको मात्रै पढिरहेका छन्। हाम्रो देशको हावापानी, सुहाउँदैको लोकतन्त्रका बारेमा हामीले कुनै पनि कोर्समा एड्रेस अब यो प्रयत्न गर्नुपर्छ। सबै पार्टीको तर्फबाट हाम्रा विद्यालयका कोर्सहरूमा कमसे कम एउटा गणतन्त्र, लोकतन्त्रको एउटा कति पूर्णाङ्कमा राख्ने, पूर्णाङ्क राखेर उनीहरूलाई शिक्षित अब आउने जेनेरेसनलाई यो पनि दिन जरुरी छ। अनि लोकतन्त्रको मूल्य र मान्यता, नैतिकता हामीले पालन गराउने र आफू पनि पालन गर्ने स्थिति आउनु पर्दछ। अनि हाम्रो न्याय प्रणाली कति निष्पक्ष छ, हामी समीक्षा गरौँ। यसले हामीले फेरि कमजोर भयो भन्ने सोच्ने होइन। हाम्रो अदालती न्याय निसाबको सन्दर्भमा हामीले कतिको जनतालाई ढुक्क बनाउन सकेका छौँ। अदालतको मुद्दा छ, त्यो चाहिँ क्लियर हुन्छ, यो न्यायपूर्ण हुन्छ। आज त्यो शङ्काको विषय अलिकति बनेको छ। हामीले यो किन हुन दियौँ? यी आदि विषयमा लोकतन्त्रलाई सफल बनाउनका लागि, गणतन्त्रलाई सफल बनाउनका लागि, राजतन्त्रलाई कहिले शिर ठाडो पार्न नदिनका लागि यी कुराहरू हाम्रा हुनुपर्दछ। हुन पनि गणतन्त्रका निश्चित विशेषताहरू हुन्छ। जहिले पनि संविधानको, गणतन्त्रमा, लोकतन्त्रमा संविधानको सर्वोच्चता हुन्छ। न्याय प्रणाली सबभन्दा माथि हुन्छ। न्याय हुन्छ भन्ने कुरा सम्पूर्ण जनताले, नागरिक समाजले ढुक्क हुने स्थिति हुनुपर्दछ। हरेक सामाजिक रूपमा चुनावी व्यवस्था हुनुपर्छ र मान्छे लोकतन्त्रप्रति बढी सुदृढ हुन सोच्छन्। अनि विभाजित सत्ता, तिनै तहका सत्ता टाइमली उनीहरू सरल चल्न सक्ने हुनुपर्दछ। हामी प्रदेश माथि सरकार फेरियो भने प्रदेश पनि फेरिहाल्छ। अनि जनताले अनुभूति गर्न पाउँदैन हामीप्रति, लोकतन्त्रप्रति। अनि प्रश्न उठ्छ विभिन्न खालका, यो चिजलाई पनि ध्यान पर्छ। अनि नागरिकका मौलिक अधिकारहरू र नागरिक स्वतन्त्रता प्रति समाजले, सरकारले, सत्ताले ग्यारेन्टी गरिदिनु पर्दछ। अनि हाम्रा सङ्घीय प्रणालीलाई सन्तुलित ढङ्गले, व्यवस्थित ढङ्गले परिचालन गर्नुपर्छ। यी ज्यादै महत्त्वपूर्ण लोकतन्त्र, गणतन्त्रका विशेषताहरू, यी विशेषताहरू राज्य चलेको छ, हामी चलेका छैनौँ। यदि यी ठिक ढङ्गले चल्यो भने यस्ता राजतन्त्रहरू कुनैले शिर ठाडो पार्न सक्ने स्थिति हुँदैन। त्यसैले म यहाँको बिचमा यी सवालहरूलाई हामी गम्भीरतापूर्वक सबै पार्टीका नेता, कार्यकर्ताहरू, बुद्धिजीवीहरू, समाजसेवीहरू, जनप्रतिनिधिहरू, प्राध्यापकहरू, पत्रकारहरू, हामी सबैले बुझेर हरेक नागरिक पनि जिम्मेवार हुन्छ। हिजो हेर्नुहोस् त, यदि नियन्त्रित समाज नहुँदाखेरि हामीले अराजकतालाई ठिक ढङ्गले कन्ट्रोल बेलैमा नगर्नाले आगो लगायौँ, त्यो घर आगो लगाऊ, यो घर आगो लगाऊ, त्यो घर आगो लगाऊ भन्दै हिँड्ने छुट। अनि गाडी लिएर त्यो आन्दोलनको कमान्डर, पुलिस, प्रहरी सुरक्षा गरिरहेको छ, त्यसैमा गाडी लिएर खिचेर जाने हिम्मत गर्दछ। अनि हाम्रा प्रहरीहरू टुलटुल हेरेर बस्दछ। तथापि यस्ता अराजक तत्त्व यी कुनै पार्टीका होइनन्, यी कुनै
देशघातीहरू राजाका नाममा आफ्ना सारा ऋणहरू तिर्न नपर्ने स्थिति र नेपालमा एउटा अराजकता स्थितिहरू फैलाउने तत्त्व हो। त्यसैले आदरणीय जनसमुदाय दाजुभाइ दिदीबहिनीहरू, कमरेडहरू, अन्य पार्टीका नेता साथीहरू, एउटा चिज मलाई एउटा नलेजमा आएको कुरा, हाम्रो देशको कुनै पनि व्यवस्था सञ्चालित गरिनुहुँदाखेरि हामी बडो होसियारीपूर्वक जानु पर्दो रहेछ भन्ने इतिहासले सिकाएको छ। 17 सालको परिवस्थिति कसरी आयो? 15 सालमा आम चुनाव हो, कांग्रेस बहुमतमा हो, विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुनु हो। तर हाम्रो छिमेकी राष्ट्र, म यो सभामा त्यो नभन्नु भनिराखेको थिएँ, तर के देखिन्छ भने नेपाललाई अस्थिर बनाइरहनका लागि, राजनीतिक रूपमा र आर्थिक रूपमा हामीलाई ठिक ढङ्गले चल्न नदिनका लागि, आत्मनिर्भर नहुन दिनका लागि केही शक्तिहरू हरेक बेला बेलामा लाग्ने रहेछ। यो चिजलाई ख्याल एकका राखेर हाम्रो पार्टी सञ्चालन, हाम्रो राजनीतिक परिपाटी सञ्चालन, सरकार सञ्चालनमा हामीले गम्भीरतापूर्वक हेरेर आफूलाई जहिले पनि यो काँचो तारले तरुवा झुन्ड्याएको छ भन्ने ढङ्गले हेरेर हामी अगाडि बढ्यौँ भने, हामी सतर्क रह्यौँ भनेदेखि त्यो टिक्दो रहेछ। देखिहाल्नु अस्तिको जुलुसमा 17 साल के गरी आयो। अस्ति विभिन्न गुरुजीहरूका, मुख्यमन्त्रीका फोटो तपाईले देख्नु। नेपाली राजतन्त्रलाई फर्काउनका लागि जोगी महाराजहरूका फोटाहरू हिजो पनि सबभन्दा बढी ढुङ्गा हान्ने जोगी महाराजहरू थिए, देख्नुभयो। त्यसैले धेरै खालका गतिविधि बाह्य शक्तिबाट धेरै अप्ठ्यारो परिस्थिति आउने रहेछन् हामीले शासन सञ्चालनमा। ती कुरालाई पनि गम्भीरतापूर्वक हेर्दै सिक्किम नेपाली समाजलाई सचेतन समाजको रूपमा, लोकतान्त्रिक गणतन्त्र समाजको रूपमा अधिकार सम्पन्न त हामीले बनाइसकेका ती अधिकारहरूलाई कार्यान्वयन गर्ने पक्षमा, अधिकारलाई उपयोग गर्ने पक्षमा हामीले व्यवस्थित ढङ्गले अगाडि लानुपर्ने शिक्षाको रूपमा हिजोको घटना भएको छ। हामी फेरि उत्पात आँटिने पर्ने छैन। यो ख्याल उनीहरूको नाटक। मलाई लाग्छ यसबाट दुईटा कुरा आए, फाट्दै राजतन्त्र सबै मान्छेहरू होल्डो गरेर आयो भने त पनि भइदिइहाल्ने, नभए पनि अर्को चोटिलाई पार्टी खोल्नका लागि यो जनमत एउटा तयार गर्ने स्थिति पनि बन्दैछ। सबै गणतन्त्रवादी विरोधी शक्तिहरू एउटा मोर्चा बनाए, कोही बालनका नाममा आउन्, कोही केका नाममा आउन्, के नाममा आउन्, एउटा जनमत तयार गर्न खोजिएको छ। त्यसले हामीलाई दुईटा फाइदा भएको छ। हिजो केही धनजो नोक्सान भयो, त्यो बडो आपत्तिजनक, बडो दुःखजनक छ। तर पनि हामीलाई अहिले अब हेर गणतन्त्रवादीहरू, लोकतन्त्रवादीहरू, तिमीहरू सचेत हो भने हामी अगाडि आउँछौँ भनेर सन्तोष गर्दैछन्। अब हामीलाई थुप्रै उपलब्धिहरू हामीले यो 15-16 वर्षमा अर्थात् बहुदलीय व्यवस्था आएदेखि केही बिचमा हाम्रो 10 वर्ष हाम्रो अलिकति समय बर्बाद भए, त्यो अर्को बाटो छ। अनि भूकम्पले हामीलाई समस्या बनायो, कोभिडले समस्या बनायो, तर शिक्षा, स्वास्थ्य, खानेपानी 77 जिल्लामा सदरमुकाममा बाटो बनाउने एउटा ठुलो फड्कोमा आएको छ। अहिले मसँग समय छैन, हामी पछिल्ला दिनहरूमा समीक्षा गरौँला। अब यो चिजलाई, यी कुरालाई रक्षा गर्दै विकासका कुरालाई फड्को मारेर अगाडि जाने, नागरिक समाजलाई सचेत बनाउने र हरेक हामी शासन प्रणालीमा हाम्रा शैलीहरू, हाम्रा व्यवहारहरूलाई सच्याउने र हाम्रा सुशासन विशेष गरेर भ्रष्टाचारलाई नियन्त्रण गरेर हामी अगाडि जानुपर्छ। यी चिजलाई अहिले तिनी बेला भएको छैन। हामीलाई फेरि एकचोटि लोकतान्त्रिक शक्तिहरूले एक ठाउँमा ल्याउने, संवाद गर्ने, छलफल गर्ने कुरा प्राप्त भएको छ। यिनै कुरा यहाँहरूको बिचमा राख्दै यी व्यापक गाउँमा, बस्ती बस्तीमा, टोल टोलमा हाम्रा सामाजिक अगुवाहरू सफेद हुने, हामी सबै सफेद हुने, भ्रष्टाचार कायम हुन नदिने, न्याय निसार मर्न नदिने, समानताको कुरालाई अगाडि बढाउने यी काम, यी हिजोका पञ्चहरू
हामी कहिले पनि शिर निहुर्याएर हिँड्नुपर्ने परिस्थिति नबनाउनका लागि हामी सबै एकजुट हौं, हामी आफैमा सोच्यौं, हामीमा आफैमा रूपान्तरित हौं, कसैले हल्लाउन सक्दैन। यही कुरा यहाँहरुको बीचमा राख्दै म बिदा हुन चाहन्छु। धन्यवाद। चितवन आज निरन्तर खोज, निरन्तर समाचार।